जलन उपचार केन्द्र 7वटै प्रदेशमा विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन। शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ। माजिद अन्सारीलाई बिना शर्त रिहा गर्न एमनेस्टी इन्टरनेसनलको माग। सिंहदरबार गेट अगाडि निहारिका र बिनुको धरना। राष्ट्रिय गौरवका आयोजनाको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर, सांसद जगदीश खरेलको भनाई। सञ्चार माध्यमका कार्यालयमा शंकास्पद गाडी राखिएको प्रति एमालेको आपत्ति। मिडियाको गेटमा गाडी बाहिर रासपा नेता अव्यवस्थित पार्किङको गाह्रो थाहा दिन सांकेतिक जानकारी हुन सक्छ। सुगौली सन्धिमा हस्ताक्षर पछि चन्द्रशेखरको प्रायश्चित। बाढी जोखिमका कारण बीपी राजमार्ग सवारी साधन होल्ड। नेपाली भाषा र साहित्यको सम्वर्धन नै भानुभक्त प्रतिको सच्चा सम्मान, सभामुख DPRL को भनाई। पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको निधन। 103 खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन, रासपा सांसद बुधुसी राणाले बताउनुभयो। नयाँ प्रणालीबाट राहदानी वितरण थालियो, जनताको जीवन फेरिए मात्रै सरकार सफल। कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह। विद्युत प्राधिकरणको अक्षमताले 1000 मेगावाट भन्दा बढी बिजुली खेर। श्रमिकलाई भारतीय विमानस्थलबाट उडाउने 159 मेन पावर कम्पनी कारबाहीमा। कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा चल्यो डोजर। मधेसका खाल्डाले लिँदैछ वर्षेनी 100 बढी बालबालिकाको ज्यान। मुगलिन नारायणगढ सडकमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक। संसदीय समितिले सरकारलाई भन्यो मिडियालाई त्रसित बनाउने माथि कारबाही होस्। 11 महिनामा भित्रियो 21 खर्ब 20 अर्ब रेमिटेन्स। जेठमा 2 खर्ब माथि। भदौ 1 गतेबाट ललितपुरका नागरिकलाई घरमै स्वास्थ्य सेवा दिइने। बाढी र पहिरोले देशभर 1.5 दर्जन स्थानमा राजमार्ग अवरुद्ध। ज्ञानेन्द्र शाहीको माग बहालवाला प्रधानमन्त्री पूर्व मेयर हुन्, उहाँको सम्पत्ति पनि छानबिन हुनुपर्छ। विष्णु पौडेलको हिरासतमा 5औं पटक थप विशेष अदालतबाट 3 दिनको अनुमति। सुकुम्बासी व्यवस्थापन बारे जानकारी गराउन संसदीय समितिको निर्देशन। कोशी प्रदेशमा 6 महिनामा 331 जना मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित। आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि, यसबारे विशेष जानकारी। कालीकोटमा पहिरोले पानी घट्ट पुरिँदा 2 जनाको मृत्यु। सम्पत्ति छानबिन आयोगले भन्यो न्यायाधीश र सैनिक अधिकार बाहेकको छानबिन रोकिँदैन। अन्नपूर्ण पदमार्ग क्षेत्रमा प्राकृतिक विपद, प्रयाक्टलाई सतर्कता अपनाउन आह्वान। खल्तीमा डिजिटल भिसा कार्ड सेवा सुरु, मोबाइलबाटै भुक्तानी गर्न सकिने। रासपा सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर रहेको उल्लेख गर्नुभएको छ। खरेलले माथिल्लो तामाकोशी आयोजनाको लागत 36 अर्बबाट 90 अर्ब पुग्दा पनि काम सम्पन्न नभएकोमा गम्भीर आपत्ति जनाउनुभयो। दर्शक महानुभाव नमस्कार, म निराजन न्यौपानी। रासपा सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर रहेको उल्लेख गर्नुभयो। खरेलले माथिल्लो तामाकोशी आयोजनाको लागत 36 अर्बबाट 90 अर्ब पुग्दा पनि काम सम्पन्न नभएकोमा गम्भीर आपत्ति जनाउनुभयो। आयोजकहरूलाई भर्ती केन्द्र बनाइएको आरोप लगाउँदै उहाँले बुढी गण्डकी आयोजनाको काम तोकिएको समयमा पूरा हुने सरकारी दाबी यथार्थ परख नभएको जिकिर गर्नुभयो। निहारिका राजपूत र बिनु यादवले सिंहदरबार प्रवेशमा रोक लगाएको भन्दै गेटमा धरना दिएका छन्। उनीहरूले गृहमन्त्री सुदन गुरुङले पीडितहरू बीच विभेद गरेको आरोप लगाएका छन्। सडकमा धरना दिइरहेका उनीहरूलाई प्रहरीले बलपूर्वक गेटबाट हटाएको छ। राष्ट्रिय गौरवका आयोजनाले उत्पादन र रोजगारीको क्षेत्रमा योगदान पुर्याउन सकेन, सांसद परशुराम तामाङले बताउनुभयो। रासपाका पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालले सञ्चार गृहको गेटमा सवारी साधन पार्किङ गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। ढकालले अव्यवस्थित पार्किङले अरूलाई पनि अप्ठ्यारो र जनताको अधिकार बारे सांकेतिक जानकारी दिन उक्त कार्य गरिएको हुन सक्ने तर्क गरेका छन्। पत्रकार महासंघले सञ्चार गृहको गेटमा गाडी राखेर पत्रकारलाई कार्यक्षेत्रमा जान अवरोध र आतंक सिर्जना गरेको भन्दै गम्भीर चासो प्रकट गरेको छ। बुटोल र शिवराज क्षेत्रको सीमा विवादका कारण नेपालीले इस्ट इन्डिया कम्पनीसँग विक्रम सम्वत 1871 मा युद्ध लड्नुपर्ने परिस्थिति
उत्पन्न भएको थियो। नेपालीको किल्लामा कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेनाले अदम्य साहसका साथ लडेर अंग्रेज फौजलाई कडा टक्कर दिएको थियो। अन्ततः प्राकृतिक परिस्थितिका कारण विक्रम सम्वत 1872 मङ्सिर 9 गते नेपालले 1/3 भूभाग गुमाउँदै ईस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गरेको थियो। रोशी खोलाको जलधार क्षेत्रमा भारी वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नआएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख रबिन कार्कीले सडकमा सुरक्षित रहेको पुष्टि नभएसम्मका लागि सवारी साधन होल्ड गरिएको जानकारी दिए। प्रहरीले यात्रीहरूलाई अनावश्यक यात्रा नगर्न र अध्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर 100 वा 103 मा सम्पर्क गर्न अनुरोध गरेका छन्। सभामुख डोल प्रसाद आर्यलले नेपाली भाषा साहित्य र संस्कृतिको जोगना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको योगदानलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनु परेमा सभामुख आर्यलले जोड दिनु भएको छ। आधुनिक प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाका बीच मौलिक पहिचान जोगाउनु युवा पुस्तालाई नेपाली भाषा र साहित्य प्रति आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ। सांसद परशुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताउनु भयो। उहाँले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभाव बारे गहन विश्लेषणको अभाव रहेको उल्लेख गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड दिनुभयो। तामाङले मध्य पहाडी क्षेत्रमा उत्पादनमूलक गतिविधि ठप्प हुँदा बसाइसराई र वैदेशिक रोजगारीको समस्या बढेको दावी गर्नुभयो। सांसद विदेशी राणाले राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको 16औं योजनाको लक्ष्य र कार्यान्वयनको विश्वसनीयमाथि अर्थ समितिको बैठकमा प्रश्न उठाएकी छिन्। उनले कागजातमा मात्र 103 खर्बको अर्थतन्त्रको लक्ष्य राखेर समृद्ध नआउने बताउँदै पुँजीगत खर्च बढाउन नयाँ व्यवस्था के छ भनी जिज्ञासा राखेकी छिन्। उद्योग क्षेत्रलाई अपेक्षा गरिएको भन्दै उनले आयोजनाहरूमा औद्योगिक विकासको न्यून प्राथमिकता र रोजगारी सिर्जनाको स्पष्ट खाका नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएकी छिन्। सरकारले जर्मन कम्पनीको प्रविधि प्रयोग गरी नयाँ प्रणाली मार्फत राहदानी वितरण कार्य सुरु गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सोमबार ओस्कार गुरुङ र निमेश शाहलाई राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे। विभागले 1 करोड नागरिकको विवरण नयाँ प्रणालीमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको जानकारी दिएको छ। नेपालको दिगो विकासका लागि राजनीतिक टकराव भन्दा राष्ट्रिय समृद्धि, सुशासन र नीतिगत निरन्तरतालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। युवा शक्तिको पलायन रोक्न र देशमै रोजगारी सिर्जना गर्न आधुनिक पूर्वाधार, उद्यमशीलता र प्राविधिक शिक्षामा ठूलो लगानी आवश्यक छ। कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यवसायीकरणसँगै भ्रष्टाचार मुक्त पारदर्शी शासन व्यवस्थाले मात्र नागरिकको जीवन स्तरमा ठोस परिवर्तन ल्याउन सक्छ। कुवेत स्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्थाका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले हवाई आक्रमण वा प्रतिरक्षा गतिविधिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ। कुनै शङ्कास्पद वस्तु नजिक नजान र साइरन बजे सुरक्षित भवनभित्र आश्रय लिँदा दूतावासले नेपाली समुदायलाई निर्देशन दिएको छ। नेपाली विद्युत प्राधिकरणको प्रसारण पूर्वाधार अभाव र कमजोर व्यवस्थापनका कारण बर्खायाममा उत्पादित 1000 मेगावाट भन्दा बढी विद्युत खेर गएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका उपाध्यक्ष प्रकाश दुलालले प्राधिकरणको क्रेताको एकाधिकारले गर्दा निजी क्षेत्रका प्रबन्धकहरू मर्कामा परेको आरोप लगाएका छन्। ऊर्जा क्षेत्रको समस्या हल गर्न विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका रूपमा छुट्टै स्थायित्व कम्पनीमा पुनर्संरचना गर्नुपर्ने माग उठेको छ। वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरी श्रमिक उडाउने 159 म्यान पावर कम्पनीलाई कारबाही गरेको छ। विवरण नबुझाउने 439 म्यान पावर कम्पनीलाई विभागले सचेत गराउँदै तत्काल विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। नियम उल्लङ्घन गर्ने
थप 8 कम्पनीलाई विभागले जनै 50,000 रुपियाँका दरले जरिवाना गरेको छ। सिराहाको गोलबल बजारमा खाल्डामा जमेको पानीमा डुबेर आइतबार एकै परिवारका 3 बालबालिकाको मृत्यु भएको छ। मध्य प्रदेशमा पछिल्लो 4 वर्षमा खाल्डा खुल्डी र पोखरीमा डुबेर 453 जना बालबालिकाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाएको छ। विकासका निर्माण र उत्खननपछि अलपत्र छाडिएका खाल्डा खुल्डीका कारण विशेष गरी विपन्न परिवारका बालबालिका उच्च जोखिममा परेका छन्। निरन्तरको वर्षाका कारण नारायणगढ सडक खण्डमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाएको छ। तुइने खोलामा माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र सेती दोभानमा लेदो खसेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको छ। ठूलो वर्षाका कारण पहिरो हटाउने कार्यमा समस्या भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर छेत्रीले जानकारी दिए। संसदीय समितिले विभिन्न मिडिया हाउसको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध गर्नेमाथि गम्भीर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। कानून न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले मिडियालाई त्रसित बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्। कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन अनलाइन खबर अगाडि पार्किङ गरिएका निजी नम्बर प्लेटका सवारी साधनहरूलाई ट्राफिक प्रहरीले हटाएको छ। चालु आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो रेमिटेन्स आप्रवासगत आर्थिक वर्षको सोही अवधिको तुलनामा 38.2% धेरै रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि 3,67,211 जनाले अन्तिम शरम स्वीकृति लिएका छन्। ललितपुर महानगरपालिकाले आगामी भदौ 11 गतेदेखि नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ। नगर प्रमुख श्रीबाबु महर्जनका अनुसार हटलाइन नम्बर 1131 मा फोन गरेपछि चिकित्सक र आवश्यक उपकरण सहितको स्वास्थ्य टोली बिरामीको घरमा पुग्नेछन्। घरमा उपचार सम्भव नभएका बिरामीलाई मात्र महानगरले अस्पताल रेफर गर्ने व्यवस्था गरिएको छ। बाढी र पहिरोका कारण देशभरका 1.5 दर्जन भन्दा बढी स्थानमा राजमार्ग अवरुद्ध भएका छन्। कान्ति लोकपथ, बीपी राजमार्ग, मेची राजमार्ग र मध्य पहाडी लोको राजमार्ग लगायतका महत्वपूर्ण खण्डहरूमा पूर्ण रूपमा बन्द भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको साँझ 6 बजेसम्मका तथ्याङ्क अनुसार कर्णाली करिडोर सहित विभिन्न प्रदेशका प्रमुख सडकहरूमा यातायात सञ्चालन गर्न रोक लगाएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका काम कारबाही बारे 7 दिनभित्र लिखित जानकारी बुझाउन सरकारलाई निर्देशन दिएको छ। समितिकी सभापति समीक्षा बास्कोटाले मन्त्रालयहरूबाट गत जेठ 11 गते दिएका निर्देशनात्मक सुझावहरूको कार्यान्वयन अवस्थाबारे पनि लिखित जवाब मागेको जानकारी दिइन्। बाल सुधार गृहको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमा सुझाव दिन सांसदहरूलाई 3 दिनको समय दिएको छ। सोपछि प्रतिवेदन परिमार्जन गरी पेश गरिने भएको छ। मुगुका 25 वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। पीडित पक्ष र सरकार बीच आइतबार 9 बुधे सहमति भएपछि मात्र सबको अन्तिम दाह संस्कार गरिएको हो। कालीमाटीको सान्नी त्रिवेणी गाउँपालिका 6 मा पहिरोले पानी घट्ट पुर्दा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउद रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेको 2 जनाको शव निकालेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। आइएमईआई खल्ती लिमिटेडले स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकारीमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो कार्ड मार्फत प्रयोगकर्ताले फिजिकल कार्ड बिना नै मोबाइलबाट तत्काल सुरक्षा ई-कमर्स कारोबार गर्न सक्नेछन्। खल्तीका सीईओ प्रवीण रेग्मीले यो सेवाले नगद रहित अर्थतन्त्र र डिजिटल नेपाल अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। दाङमा शिक्षा आउनु सब लागू। आजको पुरा समाचारतर्फ आत्मदाह गरेका मुगका 25 वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको
सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो। नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याइएको थियो। पीडित पक्ष र सरकार बीच आइतबार 9 बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम दाह संस्कारका लागि आर्यघाट लगिएको हो। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका काम कारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा भइरहेको काम कारबाहीको विस्तृत लिखित विवरण 7 दिनभित्र समितिमा उपलब्ध गराउन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिइन्। बैठकले सुकुम्बासी तथा अव्यवस्थित बसोबास सम्बन्धी समितिले गत जेठ 21 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई दिएको निर्देशनात्मक सुझावहरूको कार्यान्वयनको अवस्थाबारे 7 दिनभित्र लिखित जानकारी माग गर्ने निर्णय भएको उनले बताइन्। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। वैदेशिक रोजगार विभागले अनुमति नलिई भारत स्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कारबाही गरेको छ। विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन 2064 को दफा 22 विपरीत कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउन कारबाही गरेको हो। विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत प्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था पालना भए नभएको विषयमा अध्ययन तथा अनुगमन गर्ने 2082 चैत 1 गतेदेखि 2083 जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उड्डान विवरण माग गरिएको थियो। सञ्चालनमा रहेका 1117 इजाजत प्राप्त संस्थाहरू मध्ये 678 संस्थाले मात्रै माग गरेको विवरण बुझाएका थिए। विवरण बुझाएका संस्था मध्ये 159 संस्थाले विभागको स्वीकृति बिना नै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। सरकारको नयाँ प्रणाली मार्फत राहदानी वितरण कार्य सुरु गरेको छ। सोमबार राहदानी विभागमा परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कर गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन्। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आइडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो। अब जर्मन कम्पनीले छापेका पासपोर्ट आजबाट सुरु गरेको हो। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याएको विभागले जनाएको छ। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। बुटोल र सिउरा क्षेत्रको विषयमा विवाद हुँदा अन्ततः ईस्ट इन्डिया कम्पनीसँग नेपालले युद्ध नै लड्नुपर्ने परिस्थिति आइपर्यो। समिति साधन र परम्परागत हात हतियारको भरमा आफूभन्दा धेरै शक्तिशाली देशसँग नेपालले मुकाबिला गर्नु चान्चुने कुरा थिएन। त्यो बेला नेपाली फौजी देशभक्ति र अदम्य साहसकै भरमा आफूभन्दा धेरै शक्तिशाली फौजीसँग भिडेका थिए। इतिहासका महेशराज पन्तले पूर्णाङ्क 1 वैशाख 2021 48 मा उल्लेख गरे अनुसार विक्रम सम्वत 1871 कार्तिक 18 गते लखनऊबाट कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सले नेपाल विरुद्ध युद्धको घोषणा गर्दा पूर्व मोरङदेखि पश्चिम हुन्डारसम्म दखल गर्ने अभिप्राय राखेका थिए। त्यसबेला नेपालले 12,000 भन्दा बढी फौजी बटुल्न सकेको थिएन। अंग्रेजीसँग भने 5 भागमा बाँडिएको 34,000 सेना थियो। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। अनलाइन खबर। हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद गाडी राखिएको प्रति नेकपा एमाले आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस नोट लेख्दै सञ्चारकर्मीलाई आतंकित पार्ने गरी गाडी राखिएको प्रति आपत्ति जनाएका हुन्। कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवत जावत ठप्प पारेको यो कार्य लोकतान्त्रिक र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो। आचार्यले लेखेका छन्, स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहले 7 प्रदेशमा सुविधा सम्पन्न वर्णजलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन
निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। सिंहदरबार भित्र प्रवेश नदिएको भन्दै 2 महिलाले गेटमै धरना दिएका छन्। कुमारी आमा बनेर चर्चित निहारिका राजपूत र घरासी हिंसा पीडित बिनु यादवले गृह मन्त्रालय प्रवेश नदिएको भन्दै सिंहदरबारकै अगाडि गेटमै धरना दिएका हुन्। सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन्। उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुदन गुरुङले विभेद गरेको आरोप लगाएका छन्। केही पीडितलाई गृहमन्त्री आफैले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदा समेत समय नदिएको उनीहरूको आरोप छ। आउनुहोस् अब लागौं अर्को समाचारतर्फ। बुढाथोकीमाथि घोराई उपमहानगरपालिका 15 स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्य राखेर शिक्षा अधिकृत बोहरामाथि मोबिल छर्किएको आरोप छ। उनी विरुद्ध दाङ जिल्ला अदालतबाट पगडा पूर्ति जारी भएपछि सोमबार घोराई उपमहानगरपालिका 15 बाट लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दाङमा शिक्षा शाखा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। घोराई उपमहानगरपालिका 15 का वडा सदस्य 42 वर्षीय उत्तम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो। बुढाथोकीले शनिबार घोराई महानगरपालिका शिक्षा महाशाखा अधिकृत अजय बोहरालाई मोटरसाइकलमा सवार रहेका बेला रोकेर उनको शरीरमा मोबिल छर्किएका थिए। घटनापछि बुढाथोकी फरार रहेको प्रहरीले जनाएको थियो। दर्शक महानुभाव, तपाईहरु हेर्दै गर्नुहोला। तपाईहरु माझ समाचारको ताजा अपडेट ल्याएर म तपाईहरु माझ उपस्थित हुने नै छु। अहिलेलाई भने छुटिन्छु। बाइ बाइ।